सबैलाई नमस्कार। म यतिखेर कोशी ब्यारेजमा छु। कोशी ब्यारेजको ठ्याक्कै पूर्वपट्टिबाट म तपाईलाई यो भिडियो देखाइराखेको छु। यो निकै वर्ष पुरानो कोशी ब्यारेज। यसले चाहिँ सुनसरी र सप्तरी जिल्लालाई जोड्ने काम गर्छ भने नेपालको महेन्द्र राजमार्ग जसलाई चाहिँ कोशी ब्यारेज हुँदै हामीले पार गर्नुपर्ने हुन्छ र पूर्व पश्चिम जहीँ जाँदा पनि कोशी ब्यारेज तरेर जानुपर्छ। यो निकै पुरानो र निकै नै महत्त्वपूर्ण संरचना नेपालको लागि। कोशी नदी नेपालको सबैभन्दा ठुलो नदी। यो नदीको किनारमा उभिएर तपाईलाई म भिडियो देखाइरहेको छु। कोशीको ठ्याक्कै किनारमा चाहिँ यो चियाको पसलहरू रहेछ। यता यो महेन्द्र राजमार्ग त्यहाँबाट छ, त्यो गाडीहरू कुदेको ठाउँबाट भने यतापट्टि चाहिँ यो यसो चिया हैन खाजा खाने ठाउँहरू यहाँ बनाएको रहेछ। ठ्याक्कै कोशीकै किनारमा यो डिलमा यसरी संरचना बनाइएको छ। यो जोखिम पनि छ होला, निकै जोखिमको संरचना जस्तो लाग्छ मलाई। यहाँ यो होटलहरू जुन बनाएको छ यो आँखाले देख्दाखेरि पनि हैन, आँखाले भ्याउन्जेल कोशीको यो पानी